बेस्ट की साइलेन्स इज द बेस्ट कीबाट सुरु गरौँ हेलो गाइज वेलकम टु माई भिडियो आज चाहिँ म खतरा कन्टेन्ट लिएर आएको छु वेलकम टु माई मुभी के रे साइलेन्स इज द बेस्ट के भन्यो रे के भनिस् थाहा भएन तर त्यही भएर साइलेन्टै साइलेन्स इज द बस्नु बेस्ट की बेस्ट की आज चाहिँ म खतरा कन्टेन्ट लिएर आएको छु आज चाहिँ म ग्रोसरी जाँदैछु गाइज अब क्यानाडामा गरेँ भनेको एउटा काममा जाने हो कि त ग्रोसरी गर्ने हो त्यो भएर म चाहिँ आज ग्रोसरी जाँदैछु अहिले चाहिँ हामी कस्टको जाँदैछौँ अनि देखाउनेछौँ हामी के किन्छौँ भनेर है त त्यही हो अब भिडियोहरू आउँछ तर यस्तै हो केही नै गरे हुँदैन है के हाल्दैन होइन त्यही भएर अब चाहिँ हाम्रो यो खतरा कन्टेन्ट एउटा ग्रोसरी चाहिँ गरिरहेको हुन्छौँ हामी डे अफमा मिलाएर के गर्ने त डे अफमा भन्दा ग्रोसरी जाने ल है त अब देखाउनेछौँ हामी कता हो चिटिक्क परेर ओ दिदी ओ ओ ओ अनि हो है थाहा भयो त तैँले पनि खेल्न सक्छस् नि भर्खर याद भयो नि मलाई पनि बिर्सेर भर्खर याद भयो नि त नि त्यत्तिकै भने अबदेखि हामी एक्टिभा खान छोडिदिएको हो किनभने त्योमा जिलाटिन हुँदो रहेछ उही त्यसको त्यो कभर निकालेर जाम न ए अँ यस्तो तीन चारवटा प्याकेट ल्याएर खाएर है 3-4वटा प्याकेट ल्यायो कि केले पोरोगी बाढी रहेछ म नि लिएर जान्छु थ्याङ्क यू चिनका चाहिँ यो चाउमिनको लागि वेट गरिरहेको छ दिदीले त्यहाँ बनाइराख्नु भएको अनि अर्को दिदी यहाँ वेट गरिरहनु भएको सकिहाल्छ भनेर लाइन छ लाइन चाहिँ सकिन्छ भनेर चिन्ता होइन म चाहिँ 3टा ग्राब गरिहाल्नु हो चारवटा गर्न 4टा गर्न एक्स्ट्रा खाना खाना एक प्लेट चाउमिन खुवाउँछु भने थियो केनुकाले यता पो ल्याएर खुवाइ त एक सर्टमा हो नि फेरि केनुका त Is this pure bee honey? Bee honey, yeah. There is bee inside as well. So we're gonna take it. We're gonna go here, yeah. उठ्यो पनि लाने हो यो अझ अर्को ट्रलीमा हो ल Oh, 244. What are you for? के दिन्छौ हेरौला के दिन्छौ धेरै धेरै माया
अब चाहिँ हामी बम्बई स्पाइस आएको छौँ हेरौँ यति के किन्छौँ अब हो नेपालको भाइस दियो त यार धनियाँ लिने हो कस्तो बिग्रिया धनियाँ हुन्छ क्या तर सधैँ यहाँ के भयो अरे के भयो अरे पतञ्जलीको फेस मास्क चाहियो रे यस्तो अनुहारलाई अनि ल्याइदिएन भनेर ऊ आफू चाहिँ छिरिन पसलभित्र अनि आफू चाहिँ नजाने अनि हामीलाई यहाँ जे पाइ त्यो बोले मैले के भने तँलाई ल्याइदिनु अहिले क्यामेरा अन भएपछि त बोल्दिनँ अघि जेठो माइलो साइलो भन्दै थिएँ माइलो साइलो नि भने ओखर खाने अनुहार छ तेरो ओखर खाने यति दिन त हालेर हामी यति नै अलिक अरे खाने त हो लास्टमा होइन म धेरै लान्न फेरि अमिलो भयो भने अनि मलाई गाली अनि तै खाने त हो अहिले सबैजना खाने हुने ल के खानु उयो यो खाने हो आम पनि कस्तो खालको आएको हो यो है जे पाइदिएँ तर जे जस्तो आम पनि खान चाहिँ मन लाग्ने है उयो ड्रागन फ्रुट फ्राई गरेको छौ होइन छैन मैले पनि छैन खाऊँ न त गरिबहरूले खान मिल्छ पिज्जा अर्को मैले के सम्झेको थिएँ कि मैले बिर्सेँ एक्लै होइन उसारो नसकेर आशिष सकिन्ला त गर्न अनि फाइनल्ली हाम्रो चाहिँ आजको लागि ग्रोसरी सकिसकेको छ फाइनल्ली आफ्टर 3 hours बाई बाई फुड बेसिक के लाने भनेको के हो यो थाहा छि मिठो हुन्छ छ्या हामीले चाहिँ यहाँ किन्छ लिइसकेको छौँ सबै ग्रोसरी फाइनली सक्यो भनेको लास्टमा यति त बाँकी नै रहेछ होइन हामी चाहिँ चाइनिजहरू अब लाने किङ डौ बाहिर निस्किसकेको छौँ आमा कस्तो हावा लागेको $30 को कुपन पाएँ होइन यो उबर इट्सको गएर कति न कस्तो अन्धकार यसरी यताबाट गर्नुपर्ला जस्तो छ उबर इट्स हालेको छैन छैन यो हालेर $30 पाउँदो रहेछ हो र साँच्ची नाइस अफर हामी चाहिँ यहाँ फेस वास किन्न आएको छौँ अनि हेर्दैछु जुनिलै होइन सानो भयो यार मैले त त्यहाँ ल्याएको ठुलो छैन हो यत्रै हो ल यहाँ तल हेर्नु त यो हो कि ल यो के हो यो टिन्टेड सनस्क्रिन रहेछ यो के रहेछ ब्रान्डको नाम चाहिँ के हो रहेछ नि ला रोचे पोसे यो के हो है यो त नचिन्ने गाउँको बाटै नसोध्नु खालको रहेछ त यहाँ त ल कालो अक्षर भैँसी बराबर जस्तै छ मलाई यो अब केही नलाउने मान्छेलाई यस्तो हुन्छ क्या अब यो के हो के हुने होला है यो लाएर लास्टमा अनुहार चाहिँ उयो फेरि त्यस्तो लाग्दैन र हजुरहरूलाई यो लाएर मेरो अनुहार के हुने जस्तो अनि जेलीको अनुहार बाँदरको अनुहार चाहिँ गरेर नि के हुने हो र के हेरेको तैँले त्यो यस्तो रहेछ क्या नराम्रो अनुहार चाहिँ राम्रो हुने रहेछ राम्रो अनुहारलाई खासै के गर्नु पर्दैन जाने नगर है म छक्क परिरहेको छु क्या यो के हो है डन जेनी आफूलाई लिन मन छैन आफै लिएर चलाएर त्यही भने कति कोकोनट एभोकाडो अनि के हो है कति धेरै अप्सन हामी त कन्फ्युज भयौँ म्याङ्गो विथ ट्यापियोका हाम्रो चाहिँ यहाँ माछा बन्दैछ माछा त्यो बढी भएको हामीलाई दिनु बढी भएको
ओके गाइज अब चाहिँ हामी घरतिर लाग्दैछौँ अनि सबै सामानहरू रुमभित्र राखेर हामी कामतर्फ लाग्नेछौँ। काम नै यति धर्म हो। भन्दामा टिम हर्टन्स नजाने आज किनभने हामीसँग माछा ड्रिङ्क छ, माछा माछा छ, माछा 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 भ्यागु माछा हेल्थको लागि राम्रो हो अरे के भन्छ हामीले माछा खाने गरेर। तर माछा भनेको यो माछा होइन होला नि त यो त हेल्थको लागि राम्रो भयो नि पैसा त मलाई जाने खासै थाहा छैन तर अब चाहिँ हामी टाटा बाई बाई नै भन्छौँ कि अनुरोध हामीसँग गरेर माइक छैन नि त सामानहरूलाई माइक देखाउने। नभएर चाहिँ अलिकति क्राउडवाला आउँछ होला। क्राउडवाला आवाज आउँछ होला तर अब तर हामी चाहिँ अब 200 सब्सक्राइबर भयो भने चाहिँ किनकाले पक्कै एउटा माइक किन्छु भन्ने आशा छ त्यही भएर धेरै सब्सक्राइबर बढाइदिनु होला सो द्याट हामी सब्सक्राइब बढी भएर अनि हामी बल्ल माइक किन्छौँ हाम्रो माइक अनि हामी एउटा नयाँ क्यामेरा अनि त्यहाँबाट एउटा माइक किन्ने अनि स्ट्यान्ड पनि किन्नेछ। हाइट ल है त यति गर्नको लागि यति गर्नको लागि लाइक कमेन्ट सब्सक्राइब बढाइदिनु होला भन्दै ढोका खोलिदिनु भयो दाइले। अबि के हो क्यानेडियन नै होइन रहेछ यार ढोकै खोल्दैन हामीलाई खोलेन खोलेन अबि जाडो छ त है अब चाहिँ आज भनाइअनुसारले रातितिर स्नो फ्लेक्स हुन्छ अरे अनि बाटोभरि स्नो नै अहिले पनि भयो क्या छैन अन्त घाम लागिरहेको जस्तो मजाको आहा हुन्छ अरे अनि अब विन्टर लाग्छ अरे पहिला चाहिँ यो टाइममा विन्टर लागिसकेको थियो तर अहिले चाहिँ लागेको छैन। आहाई म सरप्राइज छु त्योमा चाहिँ आछु जाडो भयो होइन हेर्दाखेरि घाम लागेको देखे भए पनि धेरै जाडो छ तर म जाडो देखाउँदिनँ किनभने क्यामेरा अन छ अहिले त। लास्ट गर्नु यो चाहिँ हाम्रो आजको सबभन्दा महँगो सपिङ चाहिँ यही ब्यागमा छ। अघि त्यो जति देखायौँ नि त्योमा चाहिँ केही थिएन तर योमा चाहिँ सबभन्दा किन्छु सबैभन्दा महँगो सामान चाहिँ हाम्रो यो झोलाभित्र के होला सानो झोलामा क्या फेरि त्यो अघि टिक्की भएर आएकोमा चाहिँ छैन फेरि त्यसलाई जोडे पनि यसको पैसा